नमस्ते नमस्कार अनि स्वागत छ साथीहरू मेरो न्यू ब्लगमा हजुरहरूलाई। मेरो साथी हुनुहुन्छ, आफ्नो परिचय दिनुस् न साथी। नमस्ते, मेरो नाम मनसा काइकी अनि म चाहिँ ग्रामीण कलेजको नाचको साथी हो। हजुर, मेरो बेस्ट फ्रेन्ड चाहिँ उहाँ हुनुहुन्छ अनि अर्को साथी नै हुनुहुन्छ, उहाँले पनि आफ्नो परिचय आफै दिनुहुन्छ। नमस्ते, हाई, हाम्रो च्यानल कालाम छानेको युट्युब च्यानलमा सबैले सब्सक्राइब गरिदिनु होला। हजुरको नाम चाहिँ के हो? मेरो चाहिँ नाम सिर्जना श्रेष्ठ। हजुर, ग्रामीण सबै क्याम्पसमा पढ्दैछु। हजुर साथीहरू, आज चाहिँ हाम्रो 11 क्लासको चाहिँ अन्तिम दिन थियो। सो अन्तिम दिनमा चाहिँ भाइभा थियो। भाइभामा आज हाम्रो अकाउन्टको भाइभा थियो अनि अहिले चाहिँ हामी 22 धारा गइरहेको छ। 22 धारा चाहिँ घुम्न गइरहेका छौँ। साथीहरूले लिन जाउँ भन्नुभयो नि त, त्यो चाहिँ भएर हामी 22 धारा पुगेर भेट्नेछौँ। साथीहरू हेर्दै गर्नुहोला भिडियो भन्न चाहन्छु। साथीहरू, हामी चाहिँ 22 धारा प्रवेश गरिसकेका छौँ। साथीहरू हेर्न सक्नुहुनेछ है 22 धाराको आजको मौसम चाहिँ एकदमै सफा छ, घाम लागिरहेको छ। अनि यसरी साथीहरू हाम्रो 22 धारा घुम्न चाहिँ रमाइलो हुन्छ जस्तो लागिरहेको छ मलाई। तपाईँहरू पनि भिजिट गर्न आउनुहोला भन्न चाहन्छु। हामी चाहिँ आज कलेजबाट घुम्न आएको। गरिदिनु होला, माया गरिदिनु होला। तपाईँहरू पनि 22 धारा चाहिँ घुम्न आउनुहोला भन्न चाहन्छु। यति रमाइलो ठाउँ छ साथीहरू, यो रमाइलो ठाउँमा माइन्ड फ्रेस गर्न आउनुहोला भन्न चाहन्छु। अब हेलो साथीहरू, हेर्नुहोस् यता चाहिँ यस्तो रमाइलो छ, पानी आइरह यहाँ। यस्तो रमाइलो ठाउँमा हजुरहरू आउन नछुटाउनु होला भन्न चाहन्छौँ। अनि हाम्रो जानकाजी हुनुहुन्छ। हजुर जानकाजी भन्नुहोस् त, हजुरलाई कस्तो लागिरह? मलाई चाहिँ एकदमै रमाइलो लागिरहेको छ है। हजुरहरूले यो ठाउँ चाहिँ घुम्न जाउँ भनेर राख्नुभएको थियो। एकदमै खुसी लागिरहेको छ मलाई घुम्न पाउँदा, साथीहरूसँग घुम्न पाउँदा। अनि सबैजना आउन चाहिँ नछुटाउनु होला है। हाम्रो काठमाडौँ जिल्लाको बालाजु यसमा पर्ने हामी चाहिँ आज सो 22 धारामा एकदमै रमाइलो गरिरहेका छौँ। आज हामी चाहिँ एउटा गीत पनि गाउँछौँ है मनिषा? हजुर, गीत चाहिँ कुन गाउने हो? हामी एउटा साथीको बारेमा गाइदिउँ न। लु हुन्छ, गाउन सुरु गरौँ त। गीत गाउनु सुरु गरेर ए साथी तिमी कहाँ छौ भन, धेरै दिनबाट यो भएन नि त अब। सो साथीहरू, आज चाहिँ हामी एउटा गीत पनि गाउनेछौँ। लु गाउन स्टार्ट गरौँ त। धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो, साथी तिमी कहाँ छौ भन न, लामो दिनहरू काट्न नै गाह्रो हो, खोजिरहेछु ती दिनहरू, त्यस्तै जवानीले कहाँ पुर्यायो। आउनेछ हामी भेट्ने दिन, निराश हुनु पर्दैन भो। सम्झना बाँकी छ हाम्रो राति पलको, सँगै नहोला तर साथ सधैँभरको। सम्झना बाँकी छ हाम्रो राति पलको, सँगै नहोला हामी साथ सधैँभरको। धन्यवाद। धेरै धेरै धन्यवाद साथीहरूलाई, यति राम्रो गीत गाउनुभयो। तर ल यता मिलेन होला, त्यही पनि साथीहरूसँग भेट हुँदा एकदमै रमाइलो भयो। साथीहरू, तपाईँहरूले पनि हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नुहोला। साथीहरू, हाम्रो 22 धारा घुम्न चाहिँ रमाइलो हुन्छ जस्तो लागिरहेको छ मलाई। तपाईँहरू पनि भिजिट गर्न आउनुहोला भन्न चाहन्छु। हामी चाहिँ आज कलेजबाट घुम्न आएको।